जब जब चुनाव आउँछ तब एउटा विषयले निकै महत्त्व पाउँछ र त्यो विषय हो सामाजिक सुरक्षा भत्ता। के राजनीतिक दलले यसलाई थप बढाउँदै लैजानु पर्नेमा जोड दिन्छन् भने विज्ञहरूले वाञ्छित सीमामा राख्नुपर्ने कुरामा जोड दिन्छन्। हाल ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपन्मुख, आदिवासी जनजाति लगायत करिब 38 लाख नेपालीले यो भत्ता प्राप्त गरिरहेका छन्। आर्थिक वर्ष 2082-83 लागि सरकारले 109 अर्ब सामाजिक सुरक्षा भत्ताको लागि विनियोजन गरेको छ, जुन कुल बजेटको 14% हुन आउँछ। पछिल्लो समयमा नेपालीको प्रति व्यक्ति आयु बढ्दो क्रममा छ र सामाजिक सुरक्षा भत्ता लिनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा 5.5% वृद्धि भएको छ, जुन आफैमा चुनौतीपूर्ण छ। सामाजिक सुरक्षा भत्ता आफैमा नकारात्मक भने होइन। यद्यपि सामाजिक सुरक्षा भत्तामा वास्तविक विपन्न छुट्नु, पहिचान नहुनु, दोहोरोपना र दुरुपयोग हुनु, कमजोर अनुगमन र समन्वय, सामाजिक सुरक्षा भत्ताबाट प्राप्त रकम अनुत्पादक क्षेत्रमा लगानी, राजनीतिक दलले लोकप्रियताको लागि प्रयोग गर्नु लगायतका समस्या रहेका छन्। यसलाई व्यवस्थित बनाउनको लागि लक्षित वर्गको पहिचान, दुरुपयोग नियन्त्रण, वित्तीय दिगोपना तथा आवश्यकतामा आधारित कार्यक्रम, एकीकृत सुरक्षा नीति लागू गर्न आवश्यक छ, जसले भत्ता मात्र नभई स्वास्थ्य बिमा, सिप विकास, रोजगारी कार्यक्रम लगायतमा जोड्दछ। अब अन्त्यमा सामाजिक सुरक्षा भत्ता थप लोकप्रिय बनाउने हो या व्यवस्थित बनाउने हो, तपाईँको मत राख्न नभुल्नुहोला।